हेर्दा डेन्जरै आयो डेन्जरै है हेर्दा? ठुलो आयो अर्को ठुलो आयो पहिला हेर्दा हेरी हेरी पहिलो बक्सर हो कि दोस्रो बक्सर यो फर्स्ट होला फर्स्टै यार होला पहिलो आजको हेर्दा? ल हेरौँ त ल हेर्दा हेरे आ ए आमा ल हेरी दाइ पाजा बदाइ लो लो दाइ ल ए पावे ए आमा पा पक्नु है दाइ यति हो क्या गाउँमा कहीँ खाउँ भयो हेर्नु त यति हो यति तेर्सो पनि तेर्सो है यति भएछ ल पानी ड्याम भनेसम्म पानी ड्याम चाहिँ के झर्छु कि ल không có phà ल है त गाइस आजको हाम्रो नाइट हन्टिङ पा हन्टिङ कालो पा मार्ने तरिका फेरि छुट्टै छ है ए पुरै निस्कियो त यार भुलेको हड्डी काट्ने छुट्याउनु होइन पो यो त जान्छ यार पछाडमै अब है कुवर पनि त्यही है अन्तिमको आवाजमा आइजाने बस छोपेर खाला भन्दा नि आउनु सुकुली पनि त खान्छ तपाईँ पहिला बिन्दास तरकारीको दुःखमा आलु पकाउनु हुन्छ त अस्तिको भात 3 छाक हो भाइ दुईटै क्या ठुल्ठुलो थियो नि त भन्नाले अब सुपै बनाइदिएपछि त सुपमै लड्दा ल पा पछाडि भन्ने यस्तो हो कि अझै पछाडि पछाडि भन्छ नि ल पछाडि दिनु भाइ पछाडि भाले गाइस त रहन्छ कि हो अनि यो लोडमा सब पोथी रहेछ यस्तो उठेर भाग्न लाग्ने यार अझै हो त्यो ट्राई हानौँ न तिनीहरूले त सजिलैसँग पो गरे थिए त्यो जाने किरा खाएछ यस्तो यस्तो भाग्न लाग्यो बुढो आँसीले टक्क हानौँ न यस्तो भन्नु त ठिक छ यहाँ छ क्या त्यो भागो पोको है दाइ भागो पको हो नि पुरा 30 किलोको बोरामा छ है फेरि 30 किलो भनेर नढाँटौँ न यार यहाँ त ठुल्ठुलो छ यो ढिस्नर भाग्नु खोज्छ त यार ओइ एउटाले त्यो ऊ लक गरिदिउँ न खुट्टा के ल न खुट्टा कान्छ कस जानी च्यास ए यता पो भयो माइकल कोही त झिरमा पोल्न कहाँ भात पोलेर खानु हुन्छ नि मर्दैन नि
मोड्दैन कि यो त निल्दाखेरि बल्ल घाँटीबाट गएपछि मोर्छ अरे क्या उठेर भाग्यो गयो फेरि पाको सुपसँग खाने फेरि भागो सित दामी छ नदेखाउँ न यार लोकल पानी त भागो सित्ता नहो त्यो मात्रै एउटाको 1000 रुपियाँ है गाइज ल आँगनमा भिजेर ल्याएर त मजै मरेको थियो त्यो ल खिचेसी पो आउँछ त आज त टाउको ए ब्याट्री लो भएर रहेछ हो र त्यो पावर ब्याङ्कले त यहाँ घोर्छ थियो कि त्यो चाँदा छैन टाइप सी होइन छैन कि छ छैन हेर म यहाँ अर्को आयो ज्याक आयो ज्याक ल हेर म त ज्याक बक्सरबाट हो बक्सल ओहो बक्सरबाट लगेको फेरि छातीमा यसलाई चाहिँ के गर्नुपर्छ भने नि यस्तो क्या यस्तो गऱ्यो भने नि हेर है गाइज ओ ओए उम्लो फुटाल्देल है यो त पावरफुल वाला हुन्छ त खै 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 ल हेर म यहाँ नजिकमा ल्याऊँ न नजिकमा खै 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 यसलाई यस्तो यस्तो गऱ्यो भने यस्तो यस्तो अँठाइदिन्छ कि यस्तो अँठाइदिन्छ यस्तो अँठाउँछ कि यस्तो हुन्छ यसको पाखुरा आमा बक्सर यो बक्सरलाई ल भयो 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 अब यसको पानी यसलाई चाहिँ यस्तो गरम त कान्छ यस्तो लग हानौँ त अहिले ऊ सब उठ्दै जाँदै गर्छ क्या एकछिनपछि त भ्यू तिन्छ क्या सबै हो यो टाइपको लग हान्नु पऱ्यो कि यो टाइपको यस्तो लग हान्नु पऱ्यो ल ल अफ गरौँ त अहिले ल लगान्छ नि लगान्छ ए यता जिन्जरै आयो जिन्जरै हेर त। ठुलो आयो अर्को ठुलो आयो पहिला हेर्दा ए याडी हेरी पहिलो बक्सर हो कि दोस्रो बक्सर यो फर्स्ट त्यो होला फर्स्टै यार। होला पहिलो आजको हेर त ल हेरौँ त ल हेर हेर आ ए आमा ल हेरी यी बक्सरहरू चाहिँ यस्तो हुन्छ है डेन्जरै समाउँछ यार आमा के छोड्दैन त अर्को हातले छोड्नु कसो गर्दो रहेछ ल हेर त 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 छोड्दैछु यसलाई मैले हेर त त्यही त नि आमा कस्तो डेन्जर हो र यार धैट पाखुरा हेरौँ न पाखुरा गाइजहरू आमा हेरौँ है हेरौँ पाको थुप्रो डिप पड्काउँदो रहेछ नि भन्ने कुरो कान्छ 1300 बना न 1300 ल 1300 बना त एकचोटि आइगयो यसरी है अहिले समायो भने तलको हातले ए मेरो औँला त डेन्जरै अर्को हातले छोड्दैन आमा ए ल हेर त हेरौँ है गाइज कति पावरफुल हुन्छ हेर त हेर यसको डाइट कति होला झन् यो खायो भने ए यसको हातमा हेर छोड्दैन कि यस्तो डेन्जरै यसलाई त डेन्जरै पछार्नुपर्छ है ल है ल यत्रो छ कि सानै हो सानै हो भन्ने क्या सानै भन्ने मुठी भरिसम्म सानै हो गान्छ ओए अर्को पनि आयो झ्याक ल हेरौँ त झ्याक आमा यो त माउ रहेछ माउ रहेछ तर ठुलो छ यार तरुनी हो यो ल भयो लग हान्दै गरौँ यस्तो त कति छन् कति ल ओहो आइजा सानै आइजा कति छन् कति यस्तो त ल झ्याक आयो अर्को पनि खतरा आयो ओहो पोथी रहेछ पनि ठुलो है एकदम ठुलो हो ठुलो हो नि ल ठुलोलाई त हो त्यसरी हान्नुपर्छ कि दाइ के रहेछ क्या
आयो है खतरा बक्सर। भाले बोक्सरै हो बक्सरै हो नि यसलाई कसरी पछार्ने हो त नि ओइ ल यसको सु खाएपछि बल्ल थाहा हुन्छ कि मान्छेलाई के हो भन्ने चिज के लगाने छिटो अहिले भाग्छ हो क्या त्यतातिर नखिच खाएपछि मात्रै थाहा हुन्छ क्या यसको मसिनो 100 जति त छ ल यो त गाई ज्याक ज्याक छ यत्रो ठुल्ठुलो छ ल आजको नाइट हन्टिङ पा हन्टिङ होइन कालो पा यसलाई चराप यस्तरी लक हालिदिएपछि यो खुट्टालाई यस्तरी लक हालिदिएपछि यो भाग्नै पाउँदैन कि अब यस्तो हो यो टेक्निक चाहिँ अहिले फेरि भाग्दै ल्याएर हातबाटै यो यत्रो ठुलो छ कि अब ल हेरौँ त यसको पाखुरा हेरौँ न पाखुरा हैट यसलाई लक हान्नु त लक जान्छ अहिले फेरि ल है त ल आजको नाइट हन्टिङ टन्नै भेटिएछ होइन ल फाइनल्ली अब 4 जनाको भाग पनि छुट्याइसकिएको छ होइन ल चित्त बुझेछ नि भागमा लगाएकोमा हो टोलीहरू यता हेरौँ न अच्छा ठिक छ कि ठिक छ ठिक छ अलि सानो पऱ्यो भनेर फेरि चित्त दुखाउने त होइन होला नि ल 4 जनाको भागमा लगभग कति केजी होला 3 किलो यतिकै त छ नि ल ल ल ल ल आफ्नो 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 भाग उठाउँ त ल ल आफ्नो उता भाग्यो 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 डराउनु बद्ली माथि यो हो नि फेरि जाने हो र आजै सकेर नि कहाँ हुन्छ र बाबा टोलीहरू भ्याएको त छोपेर यस्तो पाप गरेछ नि यार अर्गानिक भन्छ अर्गानिक ल अब मेरो पनि भाग उठाउने बेला भयो अब यस्तो ल भिडियो बनाइदिनु न मेरो भाग पनि अब ल है म त बोरा ल्याइछु बोरामै अब ल यो चाहिँ मेरो भाग होइन ल 5 किलोको बोरामा यति ल भयो है। अर्को नि उठाउँ न अर्को भाग अर्को भाग त बाँकी नै छ उठाउनु ओहो खतरा छ है ल अर्को पनि ल यसरी सुकुटी बनाएर 2 लाइन यसरी अहिले यहाँ चाहिँ थोरै छ यसरी सुकाइए अनि यहाँ यस्तो सुकुटी पनि एभाइलेबल छ